हेलो साथीहरू, नमस्ते। आज पनि म फेरि राष्ट्रिय परिचय पत्र सम्बन्धी सानो जानकारी लिएर आएको छु होइन। कृपया भिडियो चाहिँ अलिकति लामो होला, अन्तिमसम्म हेरेर सेयर, सब्सक्राइब, लाइक, कमेन्ट के गर्नु मन लाग्छ त्यो गरिदिनु होला होइन। र यो भिडियोमा चाहिँ तपाईँलाई मैले के जानकारी लिएर आएको छु भने चाहिँ तपाईँले राष्ट्रिय परिचय पत्र चाहिँ बनाउनु भयो होइन। तर बनाउँदाखेरि जुन तपाईँको जुन कार्ड यसरी आइरहेको हुन्छ नि साथीहरू, यो कार्ड चाहिँ मेरो हो होइन। यो कार्डमा मेरो अगाडि पछाडि दुवैमा मेरो सबै डिटेल एकदम सही छ होइन। यहाँ अहिले के समस्या आएको छ भने साथीहरू, गाउँतिरबाट तपाईँले राष्ट्रिय परिचय पत्र बनाउनु भयो, यता लिन जानुभयो भनेर जुन म्यासेज आउँछ, यो कार्ड लिने बेलामा तपाईँलाई एकचोटि बायोमेट्रिक जस्तै गरिरहेको हुन्छ, फिङ्गरप्रिन्ट गरेर साइन गरेर तपाईँले परिचय पत्र यो लिनुहुन्छ यो कार्ड होइन साथीहरू। त्यतिखेर चाहिँ तपाईँले यो कार्ड लिने बेलामा चाहिँ तपाईँहरू त हतारेर जानुहुन्छ, कार्ड आयो भनेर जानुहुन्छ र लिनुहुन्छ होइन। तर तपाईँलाई थाहा हुँदैन कि पछाडिपट्टि चाहिँ हाम्रो नागरिकता नम्बर यहाँ राखिदिएको हुन्छ कि साथीहरू। एकचोटि राम्रोसँग हेर्नुहोस् ल, यसरी पछाडिपट्टि चाहिँ तपाईँको नागरिकता नम्बर राखिदिएको हुन्छ। यो पनि एकदम ख्याल गर्नु होला है। र आफ्नो नामहरू सही छ कि छैन त्यो पनि एकचोटि हेर्नु होला होइन साथीहरू। यहाँ धेरै दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ धेरैले चाहिँ परिचय पत्रको कार्ड लिनुभयो, तर लिँदाखेरि चाहिँ उहाँहरूको पछाडिपट्टि चाहिँ नागरिकता नम्बरै भएन कि। त्यो नभइसकेपछि चाहिँ तपाईँको चाहिँ राष्ट्रिय परिचय पत्र चाहिँ तपाईँको त्यो मान्य हुँदैन है साथीहरू। तपाईँले ब्याङ्कमा जानुहोला, ब्याङ्कमा खाता खोल्न जानुहुन्छ तर त्यो खाता पनि खोलिँदैन। तपाईँले पेन्सन पट्टाहरू लिनुहुन्छ होला साथीहरू, कसैको त पेन्सन रोकिदिइरहन्छ, त्यो बनाएर लिएर आऊ अनि पेन्सन पनि पाइन्छ भन्नुहुन्छ। तर यस्तो कार्ड आइसकेको मान्छेहरूको पनि पेन्सन यदि यहाँनिर नम्बर छैन भने, नागरिकता नम्बर छैन भने तपाईँको पेन्सनहरू पनि दिँदैन होइन। कुनै पनि सरकारी काम अथवा केही कामहरू तपाईँले गर्नुहुन्छ भने त्यो नम्बर, यो पछाडिको यो नागरिकता नम्बर नभएसम्म तपाईँको काम काहीँ पनि हुँदैन होइन साथीहरू। र तपाईँले जुन यो कार्ड लिनु भइसकेपछि पनि होइन, अब यो कार्डमा त तपाईँको अब पछाडिपट्टि नागरिकता नम्बर छैन हो, नभइसकेपछि अब के गर्ने। अब कार्ड त पाउनुभयो तर अब यसलाई चाहिँ के गर्नु पर्यो भनेर चाहिँ अब तपाईँ सोच्दै हुनुहुन्छ भने आत्तिनु पर्दैन। जहाँबाट तपाईँले यो कार्ड लिनु भएको छ नि साथीहरू, जहाँबाट यो कार्ड लिनुभयो त्यहाँ गएर हजुरले चाहिँ अब मेरो यस्तो भयो भनेर तपाईँले त्यहाँ देखाउनु पर्ने हुन्छ। जहाँबाट लिनुभएको छ त्यहीँनिरबाट होइन, त्यहाँ देखाइसकेपछि उहाँले एउटा फर्म दिनुहुन्छ, सानो फर्म, जो कि तपाईँले केही लेख्नु पर्दैन। त्यहाँबाट आफ्नो नाम अनि ठेगाना, आफ्नो जन्ममितिहरू लेखेर चाहिँ तपाईँले त्यहाँ सरलाई बुझाउनु पर्ने हुन्छ होइन साथीहरू। त्यसपछि चाहिँ तपाईँको केही समयपछि चाहिँ फेरि कार्ड लिनलाई तपाईँलाई म्यासेज आउँछ है त साथीहरू। ध्यान दिएर हेर्नु होला, यो कार्डमा चाहिँ मेरो पुरै डिटेलहरू छ होइन, सबै छ, पछाडि पनि नागरिकता नम्बर पनि छ है। त्यही भएर अब तपाईँहरूले यदि कार्ड लिने बेलामा पनि हतार नगरिकन राम्रोसँग चेक गरेर मात्रै कार्ड लिनु होला। धन्यवाद।